सकिएर बिग्रिसक्यो त्यसको रीतिथिति भ्रष्टाचारले जरा गाड्यो बढो विसङ्गति अफिस गयो पैसा बिना कामै केही बन्दैन नेता उस्तै जनतालाई मान्छे निकन्दैन तल माथि माथि तल जता हेर्यो उस्तै तल माथि माथि तल जता हेर्यो उस्तै महँगीले जनताको ढाड सेक्यो मस्तै जे देख्छौ त्यही त्यही भन्छौ जस्ताको तस्तै जे देख्छौ त्यही त्यही भन्छौ जस्ताको तस्तै जस्ताको तस्तै जस्ताको तस्तै जस्ताको तस्तै जस्ताको तस्तै त्यो झ्यालमा ढोकामा राम्रो राम्रो एकदम बुट्टेदार राम्रो राम्रो सिसा लगाएर अरू आएर हेर्दा पनि दङ्ग परेर हेरिराखौँ जस्तो बनाउन मन लाग्छ। त्यसै लखर लखर हिँडेर भेटिन्छ र साथीभाइसँग सोध्नु छैन बुझ्नु छैन त्यसै टेन्सन ल हिँड्नुहोस् बस्नु गाडीमा म लान्छु गतिलो ठाउँमा। हजुर तपाईँ पनि आफ्नो घरलाई अरूको भन्दा छुट्टै डिजाइनमा सजाउन चाहनुहुन्छ र उत्कृष्ट सेवा चाहनुहुन्छ भने हामीलाई सम्झनुहोस्। ग्लास धार, पोलिस, बेबिलिङ, एचिङ, कलर एचिङ, टेक्सचर एचिङ, ग्लास टु ग्लास फिटिङ, स्ट्यान्डका साथै थरी थरीका डिजाइनमा विभिन्न बुट्टा हाल्ने कालो, सेतो, हरियो, निलो, पहेँलो सिसाहरू पाइनुका साथै घरमै गएर पनि फिटिङ गरिन्छ। स्तरीय सेवाका लागि सम्पर्क देवी देउराली ग्लास हाउस, तातरी 8 बुटवल, सातबारी जाने पुलबाट 100 मिटर पूर्व। फोन नम्बर 07145 मोबाइल 9857 31 858 र 9841 035। प्रोप्राइटर भीम बहादुर पाण्डे। बुटोल बजार पुरै घुमेर हेर्नुस्, हाम्रो जस्तो सेवा कहीँ पनि पाउनुहुन्न। नमस्ते म्याडम। नमस्ते। सपना। हजुर म्याडम। तिमीले लगाएको लकेट मलाई खुब मन पर्यो। कहाँ किनेको हो? ए यो भन्नुभएको म्यामले, यो त श्रवण पथको श्रुति ज्वेलर्समा किनेको। डिजाइन चाहिँ नयाँ छ। हामी कहाँ आधुनिक तथा पुराना डिजाइनका सुन चाँदीका रेडिमेड गरगहना पाउनुका साथै अर्डर अनुसार बिना रसायनका गरगहना निर्माण गरिन्छ र पुरानो गहनासँग नयाँ गहना सट्टीपट्टी गर्नुका साथै खरिद बिक्री पनि गरिन्छ। सम्पर्क श्रुति ज्वेलर्स, सुन चाँदी पसल, बुटोल 10, चाँदबारी चोक, श्रवण पथ। फोन नम्बर 071 548 409, मोबाइल नम्बर 98470 58622 र 98194 63 409। प्रोप्राइटर लक्ष्मण बिक एन्ड सन्स। तपाई दङ्ग पर्नुभयो होला, यस्तो राम्रो फर्निचर पाइने शोरूम कहाँ होला भनेर। यो शोरूम हो बुटोल 10 मिलन चोकमा रहेको सिटिजन फर्निचर एन्ड ट्रेड लिङ्क। हजुर, सिटिजन फर्निचर एन्ड ट्रेड लिङ्क तेस्रो मुलुकबाट आयातित अत्याधुनिक आकर्षक घरयासी अफिसियल फर्निचर तथा फर्निसिङका सामानहरूको यस क्षेत्रकै एकमात्र थोक तथा फुटकर विक्रेता। हामी कहाँ विभिन्न डिजाइनका तयारी दराज, सोफा
सेट, पलङ, डाइनिङ टेबल, ड्रेसिङ टेबल, अफिस टेबल, कम्प्युटर टेबल, कुर्सी, अफिस कुर्सी, किचन र्याग, टी टेबल अनि विभिन्न किसिमका सिनहरू स्तरीय सामान सुपथ मूल्यमा उपलब्ध गराइन्छ। साथै बेबी आइटम पनि उपलब्ध छ। सम्पर्क सिटिजन फर्निचर एन्ड ट्रेड लिङ्क, मिलन चोक, बुटोल। फोन नम्बर 071 547 006। होइन किन रिसाएको? अब विवाह गरेको पहिलो वर्ष, ससुराली पनि त जानु पर्ला नि। जान्छु ससुराली। माइतमा दिदी बहिनीहरू झपक्क गहना लाएर आउँछन्, म चाहिँ यस्तै खाली जाने। नरिसाउ न, तिमी पनि त झपक्कै सुनका गहना लाएर जाने हो नि माइत। ल हेर, आहा कति नयाँ डिजाइन, कहाँबाट ल्याउनु भएको यति राम्रो डिजाइन? बुटोल बजार घुम्दा घुम्दा कहीँ पाइएन, एक ठाउँमा मात्रै पाइयो, त्यो पनि रम्बा देवी सुन चाँदी पसलमा। थ्याङ्क यू माई डियर। हजुर, तपाईँ पनि आफ्नो परिवारलाई खुसी र हँसिलो राख्न चाहनुहुन्छ भने रम्बा देवी सुन चाँदी पसललाई सम्झनुहोस्। हजुर, हामी कहाँ विभिन्न डिजाइनका अत्याधुनिक गहनाहरू पाइनुका साथै बिना रसायनका गहनाहरू ग्यारेन्टीका साथ मर्मत तथा बिक्री गरिन्छ। स्वदेशी कालीगरहरूद्वारा निर्मित हार, मङ्गलसूत्र, बाला, औँठी, तिलहरी, सिक्री आदि चाहिएमा सम्पर्क राख्नुहोस्। सम्पर्क रम्बादेवी सुन चाँदी पसल, बुटोल 6 अमरपथ। फोन नम्बर 071 448 231, मोबाइल नम्बर 98 470 24 396 र 98 471 49 422। साथै विभिन्न राशिका लागि चाहिने ओरिजिनल पत्थरहरू पनि पाइन्छ। प्रोप्राइटर रामप्रसाद कालीराज। के तपाईँ आफ्नो शरीर सुहाउँदो फिटिङ टेलरिङको खोजीमा हुनुहुन्छ? के तपाईँ बुटोलमा सुट स्पेशलिस्टको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने सोझै रुरु सुटिङ सर्टिङ एन्ड टेलरिङमा आउनुहोस्। हामी कहाँ 3 पिस सुट 24 घण्टामा तयार हुन्छ। इमर्जेन्सी सिलाइको लागि पनि सुविधा छ। कलेज स्कुलका ड्रेसको लागि विशेष छुटमा बिक्री भइरहेको छ। रेडिमेड तथा अर्डर बमोजिम सिलाइ गरिन्छ। साथै राष्ट्रिय पोसाक, दौरा सुरुवाल सिलाउनु परेमा पनि हामीलाई सम्पर्क राख्नुहोस्। सम्पर्क रुरु सर्टिङ सुटिङ एन्ड टेलरिङ, बुटोल 8 शरमणपथ। प्रोप्राइटर प्रकाश परियार। फोन नम्बर 98 570 31 868। गजबको ल्याउनु भयो त। होइन, कहाँबाट ल्याउनु भयो यति राम्रा चिजहरू भने? बडा गजबका छन् त चिजहरू त। यो सगरमाथा ब्रिक उद्योग मणिग्रामबाट ल्याएको। हजुर, राम्रो चिज त्यसै राम्रो हुँदैन, त्यसभित्रको विशेषताले नै राम्रो कहलाउँछ। त्यही विशेषताको पहिचान हो सगरमाथा सिमेन्ट ब्लक उद्योगद्वारा उत्पादित टाइल, इट्टा, फ्लोर टाइल र गार्डन टाइल्सहरू। अत्याधुनिक विदेशी प्रविधिबाट निर्माण गरिएकोले यो प्रयोग गर्दा मसला कम लाग्छ, मजदुरीको बचत हुन्छ, छिटो काम सकिन्छ, बलियो हुन्छ, हेर्दा आकर्षक र पेन्ट गर्दा कम खर्च लाग्छ। सम्पर्क सगरमाथा सिमेन्ट ब्लक उद्योग, आनन्दवन 7 गोरखट्टा। सम्पर्क फोन 98 470 35 455, 98 570 30 437 र 071 542 650। बुटोलका लागि सम्पर्क शेरबहादुर गौतम, पिताम्बर अन्डा सप्लायर्स, शरमणपथ, बुटोल। फोन नम्बर 071 540 628 र मोबाइल 98 470 49 670। राम्रोसँग जाऊ बाई। बाई बाई बाई। ल त, म साथी भनेर सल्लाह दिएको के ख्याल गर्नुहोस्। अब यस्तै छ। ल मजाले ख्याल गरेको छु। ए, त्यसो भने तिमीले यहाँ काम पाउँदैनौ, घरमै जाऊ, कपिलालाई यसो चलाएर बस। नचलाउनु न। बडा भाँडा मान्न जाने छु भन्थिस्, तुरुन्त निक्लिँदो त अहिले। म भनिदिइहालेँ कि तिमी यहाँ काम पाउँदैन। तिमी गइहाल। कपिला मेरो बुढो बाजे आज
के गर्ने लौ उपाय लगाउन एउटा उपाय लगाउन कपिला म आइपुगे लौ के गर्ने लौ ए त्यसो भए ल म चाहिँ ऊ त्यहाँ गुडिया जसरी यसरी बस्छु तिमीले तिम्रो बुढो ग्वाजे आएर सोध्यो भने के हो भने गुडिया हो बाले मलाई बेलायतबाट पठाइदिनु भएको भन्नु है हुन्छ कपिला ए कपिला कपिला म आइपुगे के ढोका खोला त ल है कपिला ढोका खोला त ल पख माई म त आइपुगे सन्चै छौ तिमी म त सहरमा कस्तो दुःख पाएँ अब सबै कुरा बसेर गरौँला अब अनि सन्चै आरामै छौ तिमीलाई सन्चै छु तिमी किन आयौ उहाँ काम साम कहीँ केही पनि पाइएन एक ठाउँ बल्ल काम पाइएछ त्यही पनि 2000 मा खाना लाउन भन्थ्यो खुसी त लाग्थ्यो अनि यसो भाडा बन्द गरेको एउटा सिसाको गिलास फुल्छ साउले कसै हालेन टाउका म त यहीँ तिमीसँग बसेर केही गर्छु भनेर तिमीसँगै आएँ अनि म उता सहर गएपछि त यो घरको राम्रो हेरचाह गरी होली के रे है गरेछु कविता तु के ए त्यो गुडिया हो के गुडिया ए त्यो गुडिया हो त्यो कहाँबाट आयो त कसले ल्याइदियो त त्यति राम्रो गुडिया ए त्यो गुडिया मलाई बाबाले बेलायतबाट पठाइदिनु भएको जहीँ पनि सहरतिर जानुभयो तिमी एक्लै भयो मन भुलाउने केही भएन भनेर बुवाले फोन गर्नुभएको थियो फोन गर्दाखेरि एक्लै छु भनेको त उहाँबाट लन्डनबाट हिजो मात्रै गुडिया पठाइदिनु भएको ए आहा कति राम्रो गुडिया है अनि के गर्छ कपिला यो गुडियाले ए यो गुडियाको धेरै बटन छन् जुन बटन दबाए त्यही गर्छ एउटा बटन दबायो भने इङ्ग्लिस गीत गाउँछ अर्को बटन दबायो भने झ्याउरे गीत गाउँछ अर्को बटन दबायो भने भोजपुरी गीत गाउँछ बटन जति फेर बटन दबायो त्यसले गीत गाइरहन्छ कथेर चाइनिज गीत गाउँछ कथेर इङ्ग्लिस गीत गाउँछ कथेर के गर्छ नाच्छ हेर बुढा यसो गर्दै नाइटामा नछोड्नु नि नाइटामा छोयो भने त एकदम पिड्छ बुझ्यौ ए उसो भए त गुडियालाई मैले पनि खेलाम त्यसो भने हिँड न मलाई पनि खेलाउन सिकाइदेऊ न ल आऊ जाम मैले सिकाइदिन्छु ल सिकाइदेऊ ल यता सुन हो यो बटन दबाएपछि नेपाली गीत सुन ल आज पनि जाम जाम भोलि पनि जाम जाम पर्सि त गई जमला रानी रुमलमा जाम जाम भन्छ के यो नसुन ए ल हेर बन्द भयो अर्को सुनौ हिन्दी सुन्नु नेपाली नसुन्नु हिन्दी सुन्छौ ल सुन हो यसो गराएपछि ल सुन तेरे मेरे प्यार की चर्चा ये दुनिया भर हो गई डार्लिंग क्या करे ये दुनिया भर बन्द भयो अब अर्को गीत सुन तिमी उहाँ त्यहाँ सर पुगेर आएका भोक लाग्यो होला मैले नास्ता चिया बनाउँछु तिमी आफै जे सुन्न मन लाग्छ त्यही सुन नाइटामा नछोए यसले नाइटामा छोडी एकदम पिड्छ बुझ्यौ बुझे ल तिमी जाऊ नास्ता बनाउन मैले आफै खेलाउँदै खेल्दै नाच्दै गर्छु मैले नास्ता बनाउँछु फेरि नाइटामा नछोए बुढा ल पिड्छ ल म गएँ ल खेल यो बुढिया छ गीत गाउने चाहिँ जता कतै यहाँ छोयो भने के गर्दो रहेछ चौ 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 अघि बुढीले सिकाउँदाखेरि जता कतै छोए यो गुडियाको नाइटामा नछोयो भने के गर्दो रहेछ हेर नि त छोएर हेरौँ है त एकचोटि के गर्दो रहेछ
कपिला 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 भाग्यो मलाई बड़े बिलायतको बुढी आउन ढाँट्ने मलाई रुने बनाउने उनका दुईजनाले कहीँ सामने कहीँ गाजी साहब गाजी साहब मैले पिटाइ खाएँ गाजी साहब मैले खाएँ गाजी साहब गाजी साहब के भयो तँलाई के भयो धने जेठा कसले पिट्यो तँलाई लवन धने तँलाई कसले पिट्यो मुकेश साहब म तपाईँको पाउ पर्छु मैले पिटाइ खाएँ मलाई श्रीमतीले पिटी श्रीमती र श्रीमतीका नम्बरले पिट्यो मुकेश साहब मलाई गुहारिदिनु म तपाईँका नआएर कसकामा छ मुकेश साहब मलाई गुहारिदिनु ल चुप लाग त नरो म सबै कुरा बुझ्छु सबै कुरा म पत्ता लगाउँछु नरो त ल भन् तँलाई कसले पिट्यो अरे काजी साहब मेरी श्रीमतीले पिटी मलाई मेरी श्रीमतीले महिलाई पिटी काजी साहब होइन के भयो यो आजकल महिला हिंसा विरुद्ध भनेर जुलुस लगाउँदै हिँड्छन् यो महिलाले पिट्यो भनेर आएछ त यहाँ श्रीमतीले पिट्यो भनेर तैँले कतै बदमास त गरिनस् होइन काजी साहब मैले के गल्ती गर्थेँ र म सहरबाट घरमा आउँदा त कपिला 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 भाग्यो कली कुर्लिन्छ भन्थे हेर यो बिचारालाई चिन्ता नगर तेरो स्वाहिनीलाई बोला म आजै फैसला गर्छु मैले बोलाएर त तो नगर मौली कहाँ आउँछ रे काली साहब ल मै बोलाउँछु भन् त तेरी बुढीको मोबाइल नम्बर कति हो 98 80 059 कपिला हो यहाँ तुरुन्त घर आऊ त अनि त्यो तेरो रामलाललाई पनि लिएर आउने यहाँ यस कार्यक्रमका प्रायोजक देवी देउराली ग्लास हाउस चाँदमारी बुटवल आकर्षक डिजाइनका लागि एकमात्र ठाउँ सिटिजन फर्निचर तथा ट्रेड सेन्टर मिलनचोक बुटवल तेस्रो मुलुकबाट आयातित गुणस्तरीय फर्निचरहरूको थोक तथा खुद्रा विक्रेता रम्बा देवी सुनचाँदी पसल अमरपथ बुटवल सुन्दर र आकर्षक गहनाका लागि सम्झनु श्रुति ज्वेलर्स श्रवणपथ बुटवल नयाँ पुराना र अत्याधुनिक डिजाइनका लागि एकमात्र सुनचाँदी पसल सगरमाथा सिमेन्ट ब्लक उद्योग आनन्दवन गोरकट्टा मणिग्रामदेखि पश्चिम नेपालमै पहिलो अत्याधुनिक मेसिनबाट निर्मित सिमेन्ट इट्टा टायलको लागि विश्वासिलो ठाउँ
नमस्कार है काजी साहब, के छ खबर? नमस्कार, बस्नुस्। नमस्कार है काजी साहब, नमस्कार। सबै जम्मा भइसक्नु भएछ। यो गाउँमा पनि के गडबड हुन्छ अनि के छ? सबै ठिकै छ होला गरे? सब ठीक छ खै अब। आज खास के को मिटिङ हो काजी साहब? हेर्नुस् न, धनीकी श्रीमतीले कुट्नसम्म कुटिन्छ नि यसलाई। हेर्नु काजी, त्यो कोपिला त गनाइसकेछ नि गाउँमा त। हेर्नुहोस् काजी साहब, यो सोझो भएर सबैले हेपिदियो नि यसले। जातिविधि सोझो भएर यस्तो त कानगुनी लाउन पर्छ यसलाई। यो फैसला त अलि पहिले हुनुपर्ने काजी साहब, बहुत ढिलो भइसक्यो। गाउँमा के हो यस्तो? काजी साहब भएको ठाउँमा होइन काजी साहब, किन आएनन् तिनीहरू त? घरको काम हामीलाई गर्न पनि पर्छ। कति बेर कुर्नेहरू काजी साहब हामीले। आइहाले नि उताबाट। नमस्कार काजी साहब, नमस्कार। के हो कपिला, तिम्रो त गाउँमा राम्रो कुरो सुनिएन नि? काजी साहब, यहाँ कोपिलाको मात्रै कुरो छैन, रामलालको पनि त छ नि। रामलालजी, घोसे मुन्टो लगाएर के बस्नु भएको छ? गाउँले कुरा सुनिहाल्नु भयो के अरे? ल भन्नुहोस्, तपाईँको विचार के छ? म के भनौँ र काजी साहब, अब यत्रो समाजले, यत्रो गाउँले काजी साहबले भनेपछि यहाँले जे भन्नुहुन्छ त्यो भोग्नै पर्यो। म भोग्छु काजी साहब, भोग्नै पर्छ। अनि कोपिला, तिम्रो के चाल हो यो? काजी साहब, मलाई माफ गरिदिनुहोस्। अबदेखि मैले यस्तो कहिल्यै गर्दिनँ। माफ गरिदिनुहोस् काजी साहब। रामलालजी, तपाईँ उठ्नुहोस्, यहाँ आउनुहोस्। धने, त त्यहाँ गएर बस तेरो श्रीमतीसँग। ल तिमीहरू दुइटै उठ। अब हामी मिलेर बस्छौँ भन, अँगालो मार। अब हामी कहिले पनि झगडा गर्दैनौँ, मिलेर बस्छौँ भन। अब हामी मिलेर बस्छौँ, कहिल्यै पनि नराम्रो काम गर्दैनौँ। यति ठुलो भारी लिएर आइस। हेर बुढा, आजकल त घाँस त नजिक पाउनै छोड्यो के। कति टाढा पुगेर कति थकेला भने। हेर पसिना खै यसो गरे त। छोड्यो, हातैले पुच्छ्छु। नि कस्तो पसिना। कपिला, तिमीसँग यसो घर व्यवहारको बारेमा ठुलै सल्लाह गर्न छ। अब बसेर सल्लाह गर्नुपर्छ तिमीले र मैले। आउ त यहाँ बसेर यसो सल्लाह गरौँ। हैन, के सल्लाह गर्ने हो? छ नि, यता बस, यता। कतै राखी मान्छे बस। के सल्लाह हो भन। कुरो के भन्यो नि कपिला, हेर मलाई लास्टै एकदम भित्रैबाट चोट परेको छ। त्यो तिमीले पठाएर म त्यो सहरतिर काम खोज्न गएँ, मलाई कहीँ पनि काम दिएनन्। मैले सहरमा पनि काम नपाएपछि मैले आफ्नै माटोमा गएर केही काम गर्नुपर्छ भनेर आएको बाचा गरेको छु त्यतिखेर। आज त्यही कुरो तिमीसँग यसो खोल्छु भनेर बस्या हो।
अब तिमी र म बहुत मिलेर एकदम मिल्नु पर्यो। मिल्दै गएर यो माटोमा तिमीले र मैले धेरै परिश्रम गर्नु पर्यो। अनि ऊ यतापट्टि चाहिँ गोपी लाउनु पर्यो, यतापट्टि खुर्सानी सुर्सानी लाउनु पर्यो। यही माटोमा धेरैभन्दा धेरै सागसब्जी उब्जाएर तिमीले र मैले गएर बटुलीतिर लगेर उतातिर बजारतिर लगेर बेच्नु पर्यो। अनि खास वास्तवमा भन्ने हो भने नि अब जसरी हुन्छ यस्तो यो चोट परेको मनलाई नि जसरी हुन्छ धेरैभन्दा धेरै पैसा कमाउनु पर्यो। अब त्यस्तो खालको आइडिया राख्नु पर्यो। ए त्यही सल्लाह गर्नलाई भनेको मलाई बोलाएको। यही गेस्टिक सल्लाह गर्नु पर्यो भनेर। पैसा कमाउने त कुरो जतै ठिक गर्यो बुढा, तर पनि एकदम चित्त बुझ्यो। बरु यो कुखुरा फार्म खोलम, कुखुरा फार्ममा एकदमै फाइदा हुन्छ भन्ने सुनेकी छु नि मैले त। ठिक आइडिया। अनि कपिला यत्रो काम सुरु गरिसकेपछि पहिलाको जस्तो त छिल्लिनी हल्लिनी अनि फिल्म हेर्न जाने नाइ नबन्नु ल यस्तो भन्न पाइन्न नि। इमान्दारसित काम गर्नुपर्छ बुढाबुढीले। अब बुढा अब मैले त्यस्तो कहिले गर्दिनँ। मैले तिमीलाई पुरै सहयोग गर्छु। तिमी र म दुःख गरेर धेरै पैसा कमाम अनि त हाम्रै घरमा खुसी आइहाल्छ नि, हुँदैन र? कपिला म त दुध लिएर यसो जरीतिर गएँ। ल छिट्टै आऊ है, ढिलो नगरे। कपिला यी बन्दा फलेपछि ठुला भएपछि बजार लगेर यिनलाई बेचेर यति पैसा कमाउनु पर्छ है। पैसा त कमाउनु पर्यो नि। ल पहिला मैले केही काम गर्थिनँ, तिम्रै खुसीको लागि मेरो पनि खुसीको लागि यति दुःख गर्न सिकेछु। अब बितेका कुरालाई बिर्सिदेऊ, अब आउने कुरा गरौँ न। त्यो त ठिकै भन्यो बुढाएर। यो कपिला ज्यादै खराब हातै सुक्यो यो खन्दा खन्दै। जाउँ एक गिलास बिहान पारेको ताजा मै लिएर आऊ त। मै खाने? एक गिलास ताजा लिएर आऊ। एक गिलास मात्रै लाग्छ। बल्ल झुट मलाई ल ज्यादा। कपिला ए कपिला। हजुर। यार म त आज बारीमा बिहानै गएर यो सबै गोपी ठुल्ठुला भएको गोपी यता गोलबेडा ल्याएर यसो बजारतिर बेच्न जानुको लागि। ए आज बुधबार बजार बेच्न जान्छु। यसो यो सबै बेचेर पुरानै पहिल्यैदेखि मकै खाँदा झरेको यो दाँत छ छोटे भएको छ। आज यही बेला यसो यो दाँत पनि फेरेर आउँछु ल। हुन्छ, राम्रो गरेर टिटिक्क पारेर आयो दाँत फेरि चाँडी गरेर आउनु है। नाम्रै बनाउन खोज्छु आफ्नो बुढालाई। हेर बुढा, तिमी चल्ला ठुला भएपछि त यति धेरै पैसा हुन्छ होला न? भइहाल्छ नि, बढिहाल्छ नि, छिट्टै बढ्छन्। 1 महिना जम्मा त अलि ठुला हुन्छन् होला नि। जम्मै पानी सानी परेछन् र यस्तो सिसै गराउन मरेछ। यता दाना सित्तैसकेछन्। बिहान कति हालिगौ र? बिहान त राखेको थिएँ, यतिका चल्लाले खाँदाखेरि भ्यायो होला नि। खाली भएर म हुँदा नहुँदा टाइममा यिनी बोलाई चल्लाले यसो स्याहार सुसार तिमी आफै गर्न पर्छ क्या। हुन्छ, दाना थपिने बेला भएछ। ए बुढा, भन। यिनी अब कुखुराहरू त बेच्न सुरु
गर्दै जाने हैन अब लगभग 1.5 किलोदेखि 2 किलोका हुने लागिसक्यो अब आस्ते आस्ते घटाउने हो यिनलाई अब घटाउने हो बेच्दै गर्नु हैन पैसा नि हुँदै गर्छ यिनी सबै बेच्ने हुन्छ पैसा त कति हुन्छ एक्कासी कसरी परिवर्तन भयो माग्ने बुढाबुढी भन्छन् के माग्ने भन्छौ चियाखुरेका बुढाबुढी भने न लाउरे कि छोरी अब त त्यसै भन्दै गर्नु नि हुन्छ खोरे काम गर खाली कचकच कपिलाका बुढाबुढीलाई यस्तो होला भनेर त सोचेकै थिएन त्यस्तो छुट भएका दम्पति अहिले मिलन भएर यस्तो गराए है कस्तो अचम्म भयो हामी आमा समूहले गर्दाखेरि यिनीहरूको भविष्यमा कति राम्रो भयो आफ्नो माटोमा काम गर्ने भन्ने श्रीमान श्रीमती मिलेर यत्रा कुखुरा फारम यत्रा भैँसी दुईटाले यस्तो जगजगी बनाए है यस्तो शिक्षा सबैले सिक्दै हुन्थ्यो यहाँहरूलाई हाम्रो अनुरोध छ पैसै कमाउनको लागि तपाईहरू विदेश नजानुहोस् यही देशमा बसेर यही माटोमा परिश्रम गरियो भने यही देशमा सुन फलाउन सकिन्छ हो हामीले जस्तै मेहनत गर्नुस् हामी जस्तै भन्नुस् गजबको ल्याउनु भयो त होइन कहाँबाट ल्याउनु भयो यति राम्रा चिजहरू भने बडा गजबका छन् त चिजहरू त यो सगरमाथा ब्रिक उद्योग मणिग्रामबाट ल्याएको हजुर राम्रो चिज त्यसै राम्रो हुँदैन त्यसभित्रको विशेषताले नै राम्रो कहलाउँछ त्यही विशेषताको पहिचान हो सगरमाथा सिमेन्ट ब्लक उद्योगद्वारा उत्पादित टाइल इट्टा फ्लोर टाइल र गार्डन टाइल्सहरू अत्याधुनिक विदेशी प्रविधिबाट निर्माण गरिएकोले यो प्रयोग गर्दा मसला कम लाग्छ मजदुरीको बचत हुन्छ छिटो काम सकिन्छ बलियो हुन्छ हेर्दा आकर्षक र पेन्ट गर्दा कम खर्च लाग्छ सम्पर्क सगरमाथा सिमेन्ट ब्लक उद्योग आनन्दवन 7 गोरखट्टा सम्पर्क फोन 9847 35 455 98 570 30 437 र 071 542 650 बुटोलका लागि सम्पर्क शेरबहादुर गौतम पिताम्बर अन्डा सप्लायर्स श्रवणपथ बुटोल फोन नम्बर 071 540 628 र मोबाइल 98 470 49 670 तपाईँ दङ्ग पर्नुभयो होला यस्तो राम्रो फर्निचर पाइने सोरुम कहाँ होला भनेर यो सोरुम हो बुटोल 10 मिलन चोकमा रहेको सिटिजन फर्निचर एन्ड ट्रेड लिङ्क हजुर सिटिजन फर्निचर एन्ड ट्रेड लिङ्क तेस्रो मुलुकबाट आयातित अत्याधुनिक आकर्षक घरयासी अफिसियल फर्निचर तथा फर्निसिङका सामानहरूको यस क्षेत्रकै एकमात्र थोक तथा फुटकर विक्रेता हामी कहाँ विभिन्न डिजाइनका तयारी दराज सोफा सेट पलङ डाइनिङ टेबल ड्रेसिङ टेबल अफिस टेबल कम्प्युटर टेबल कुर्सी अफिस कुर्सी किचन र्याग टी टेबल अनि विभिन्न किसिमका सिनहरू स्तरीय सामान सुपथ मूल्यमा उपलब्ध गराइन्छ साथै बेबी आइटम पनि उपलब्ध छ सम्पर्क सिटिजन फर्निचर एन्ड ट्रेड लिङ्क मिलन चोक बुटोल फोन नम्बर 071 547 006 होइन किन रिसाएको अब विवाह गरेको पहिलो वर्ष ससुराली पनि त जानु पर्ला नि जान्छु ससुराली माइतमा दिदी बहिनीहरू झपक्क गहना लाएर आउँछन् म चाहिँ यस्तै खाली जाने नरिसाउ न तिमी पनि त झपक्कै सुनका गहना लाएर जाने हो नि माइत ल हेर आहा कति नयाँ डिजाइन कहाँबाट ल्याउनु भएको यति राम्रो डिजाइन बुटोल बजार घुम्दा घुम्दा कहीँ पाइएन एक ठाउँमा मात्रै पाइयो त्यो पनि रम्बा देवी सुन चाँदी पसलमा थ्याङ्क यू माई डियर
हजुर, तपाईँ पनि आफ्नो परिवारलाई खुसी र हाँसिली राख्न चाहनुहुन्छ भने रम्बादेवी सुन चाँदी पसललाई सम्झनुहोस्। हजुर, हामी कहाँ विभिन्न डिजाइनका अत्याधुनिक गहनाहरू पाइनुका साथै बिना रसायनका गहनाहरू ग्यारेन्टीका साथ मर्मत तथा बिक्री गरिन्छ। स्वदेशी कारीगरहरूद्वारा निर्मित हार, मङ्गलसूत्र, बाला, औँठी, तिलहरी, सिक्री आदि चाहिएमा सम्पर्क राख्नुहोस्। सम्पर्क रम्बादेवी सुन चाँदी पसल, बुटोल 6 अमरपथ। फोन नम्बर 071 448 231, मोबाइल नम्बर 98 470 24 396 र 98 471 49 422। साथै विभिन्न राशिका लागि चाहिने ओरिजिनल पत्थरहरू पनि पाइन्छ। प्रोप्राइटर रामप्रसाद कालीराज। के तपाईँ आफ्नो शरीर सुहाउँदो फिटिङ टेलरिङको खोजीमा हुनुहुन्छ? के तपाईँ बुटोलमा सुट स्पेशलिस्टको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने सोझै रुरु सुटिङ सर्टिङ एन्ड टेलरिङमा आउनुहोस्। हामी कहाँ 3 पिस सुट 24 घण्टामा तयार हुन्छ। इमर्जेन्सी सिलाइको लागि पनि सुविधा छ। कलेज स्कुलका ड्रेसको लागि विशेष छुटमा बिक्री भइरहेको छ। रेडिमेड तथा अर्डर बमोजिम सिलाइ गरिन्छ। साथै राष्ट्रिय पोसाक, दौरा सुरुवाल सिलाउनु परेमा पनि हामीलाई सम्पर्क राख्नुहोस्। सम्पर्क रुरु सर्टिङ सुटिङ एन्ड टेलरिङ, बुटोल 8 शरमणपथ। प्रोप्राइटर प्रकाश परियार। फोन नम्बर 98 570 31 868। हजुर म्याडम, तिमीले लगाएको लकेट मलाई खुब मन पर्यो। कहाँ किनेको हो? ए, यो भन्नुभएको म्यामले? यो त श्रवणपथको श्रुति ज्वेलर्समा किनेको। डिजाइन चाहिँ नयाँ छ। हामी कहाँ आधुनिक तथा पुराना डिजाइनका सुन चाँदीका रेडिमेड गरगहना पाउनुका साथै अर्डर अनुसार बिना रसायनका गरगहना निर्माण गरिन्छ र पुरानो गहनासँग नयाँ गहना सट्टीपट्टी गर्नुका साथै खरिद बिक्री पनि गरिन्छ। सम्पर्क श्रुति ज्वेलर्स, सुन चाँदी पसल, बुटोल 10 चाँदबारी चोक, श्रवणपथ। फोन नम्बर 071 548 409, मोबाइल नम्बर 98 470 58 622 र 98 194 63 409। प्रोप्राइटर लक्ष्मण बिका एन्ड सन्स। त्यो झ्यालमा ढोकामा राम्रो राम्रो एकदम बुट्टेदार राम्रो सिसा लगाएर अरू आएर हेर्दा पनि दङ्ग परेर हेरिराख्नु जस्तो बनाउन मन लाग्छ। त्यसै लखर हिँडेर भेटिन्छ र साथीभाइसँग सोध्नु छैन, बुझ्नु छैन, त्यसै टेन्सन। ल हिँड्नुहोस्, बस्नु गाडीमा, म लान्छु गतिलो ठाउँमा। हजुर, तपाईँ पनि आफ्नो घरलाई अरूको भन्दा छुट्टै डिजाइनमा सजाउन चाहनुहुन्छ र उत्कृष्ट सेवा चाहनुहुन्छ भने हामीलाई सम्झनुहोस्। ग्लास हार, पोलिस, बेबिलिङ, एचिङ, कलर एचिङ, टेक्सचर एचिङ, ग्लास टु ग्लास फिटिङ, स्ट्यान्डका साथै थरी थरीका डिजाइनमा विभिन्न बुट्टा हाल्ने कालो, सेतो, हरियो, नीलो, पहेँलो सिसाहरू पाइनुका साथै घरमै गएर पनि फिटिङ गरिन्छ। स्तरीय सेवाका लागि सम्पर्क देवी देउराली ग्लास हाउस, चाँदबारी 8 बुटवल, चाँदबारी जाने पुलबाट 100 मिटर पूर्व। फोन नम्बर 071 549 159, मोबाइल 98 570 31 858 र 98 471 99 035। प्रोप्राइटर भीम बहादुर पाण्डे। बुटोल बजार पुरै घुमेर हेर्नुहोस्, हाम्रो जस्तो सेवा कहीँ पनि पाउनुहुन्न।